हाम्रो यतातिर चाहिँ लास्टै गर्मी छ। हजुरहरूको उतातिर कतिको गर्मी छ भन्नु होला। हेलो एभ्रिवान, नमस्ते सबैजनालाई मेरो सानो छोटो मिठो ब्लगमा हजुरहरूलाई स्वागत छ। आजको मेरो ब्लग चाहिँ दिउँसोको 3 बजेदेखि सुरुवात भइरहेको थियो। अनि यता फुल चाहिँ एउटा फुल थियो, यस्तो राम्रो फुल नलागेको थियो। अनि यता फुलहरूको बिचमा पनि भएर अनि सानो पाठीहरूले हुनै नदिएर के अनि मैले चाहिँ यो फुल यहाँ हुँदैन, अब अर्को ठाउँ सार्दिउँ न त भनेर गमला पनि खाली थियो। त्यो फुललाई चाहिँ त्यहाँबाट उखालेर ल्याएर मैले यता गमलामा सारिदिएँ। अनि गमलामा सारिदिसकेपछि चाहिँ अब फुलहरूमा पनि पानी चार्नु पर्यो। अब साँझ र बिहान त रेगुलर चार्नै पर्छ। आजभोलिको यो दिउँसोको गर्मीले गर्दा 2 टाइम चाहिँ फुलमा पानी चार्नै पर्छ। अनि मैले यता फुलमा पानी चारेर भ्याइसकेपछि चाहिँ यता भाँडा पनि माझ्नु थियो। भाँडा सारा माझ्दै थिएँ। भाँडा सारा माझेर भ्याइसकेपछि फेरि अब खानाको पनि तयारी गर्नु पर्यो। फेरि त्यसपछि म फेरि यता बारीमा आएको थिएँ। बारीमा चाहिँ कस्तो राम्रो बोडी फलेको रहेछ। अनि यता मैले बोडी पनि टिपेँ। सिजन अनुसार मैले सबै देखाइदिएछु। अनि यता मकै पनि भइरहेको थियो। मकै चाहिँ अब यो महिनाको लास्टतिर हुन्छ होला खानालाई। अनि मकै पनि देखाइदिएँ। अनि यता फेरि हाम्रो घरमा अब फर्सी पनि फलेको थियो, नदेखाउने कुरा भएन। अनि मैले यता फर्सी पनि देखाइदिएँ। सानो भएर सबै मरिसकेको थियो। अनि पछि म फेरि यता सब्जीहरू टिपेर ल्याएपछि घर आएको मलाई एकदमै भोक लाग्यो। फेरि एकदमै भोक लाग्यो। अनि हाम्रो चाहिँ फेरि घरमै चटपटे बनाउँछौँ नि त। अनि त्यही भएर मलाई यस्तो बाहिर चाहिँ नास्ता खान जान मन लाग्दैन। त्यही भएर भोक लाग्यो भने चाहिँ म घरै आफै चटपटे बनाएर चाहिँ खाइहाल्छु। एकदमै मिठो थियो, तर पिरो पनि एकदमै थियो है गाइस। अनि त्यो खाइसकेपछि चाहिँ अनि मैले यता सब्जी पनि भाँचेर रेडी पारिसकेको थिएँ। अनि यो चाहिँ लास्टमा मैले देखाइदिएको सब्जी चाहिँ